आजको यस विशेष रणनीतिक विश्लेषणमा सबै फुटबल प्रेमीहरूलाई स्वागत छ। आज राति ठीक 10:45 बजे एउटा निकै रोमाञ्चक महाभिडन्त हुँदैछ, क्यानाडा र मोरोक्को बीचको खेल। आजको यो विश्लेषणमा हामी यही बहुप्रतीक्षित खेलको भित्री पाटो खोद्तल्दैछौं। को अगाडि बढ्छ र कसको विश्वकप यात्रा यही सकिन्छ भन्ने सबैभन्दा ठूलो प्रश्नको जवाफ हामी स्रोतका तथ्याङ्क र रणनीतिहरूलाई केलाएर खोज्ने प्रयास गर्नेछौं। स्रोतले प्रष्ट रूपमा भनेको छ, यो केवल एउटा खेल होइन, यो सम्मान, सपना र विश्वकप यात्राको लडाई हो। साँच्चै भन्ने हो भने यी दुवै राष्ट्रहरूका लागि आजको रात कुनै सामान्य फुटबल म्याच मात्र होइन, यो त करोडौं समर्थकहरूको सपना र देशको गौरवसँग जोडिएको निकै गम्भीर र भावुक लडाई हो। त्यसो भए क्वार्टर फाइनलमा कुन देशले पाइला टेक्ला त? हो, आजको सम्पूर्ण विश्लेषण यही एउटा केन्द्रीय रहस्यको वरिपरि घुम्नेछ। यो प्रश्नको उत्तर खोज्नको लागि दुवै टोलीका बलिया पक्ष, उनीहरूका कमजोरी र स्रोतले अनुमान गरेको अन्तिम स्कोरलाई हामी एक एक गरेर बुझ्नेछौं। सुरु गरौं पहिलो खण्डबाट, क्यानाडा र उनीहरूको घरेलु मैदानको शक्ति। अहिले क्यानाडाको टोली अत्यन्तै उच्च आत्मविश्वासको साथ मैदानमा उत्रिँदैछ। घरेलु मैदानमा खेल्नुको फाइदा नै अर्कै हुन्छ नि। दर्शकहरूको हुटिङ र साथ उनीहरूका लागि केवल समर्थन मात्र होइन, यो त एउटा अतिरिक्त ऊर्जा हो। हजारौं समर्थकहरूको आवाजले खेलाडीहरूमा जुन किसिमको उत्साह थप्छ, त्यसले मैदानमा उनीहरूको मनोबललाई अतुलनीय रूपमा बढाउँछ र खेलको गति नै परिवर्तन गरिदिन सक्छ। क्यानाडाको सबैभन्दा ठूलो शक्ति भनेकै उनीहरूको आक्रामक शैली हो। उनीहरूको मुख्य हतियार स्पिड र काउन्टर अट्याक हो। यदि अल्फोन्सो डेभिसले आफ्नो पुरानो लय समाते र जोनाथन डेभिडले फिनिशिङमा कुनै गल्ती गरेनन् भने नि विपक्षी टोलीलाई थाम्नै नसकिने दबाव पर्न सक्छ। साँच्चै भन्ने हो भने यी खेलाडीहरूको बिजुली जस्तो गति नै क्यानाडाको सबैभन्दा घातक अस्त्र हो। तर सधैँ आक्रमणले मात्र काम गर्दैन। क्यानाडाको एउटा मुख्य कमजोरी पनि छ, जसलाई बेवास्ता गर्न मिल्दैन। त्यो के भने ठूला र दबावपूर्ण खेलहरूमा उनीहरूको डिफेन्सले अनावश्यक गल्तीहरू गर्ने गरेको इतिहास छ। टोली जति सुक्कै आक्रामक भए पनि उच्च दबावको क्षणमा डिफेन्स लाइन अलिकति मात्र डगमगायो भने त्यो निकै महँगो साबित हुन सक्छ। अब लागौं दोस्रो खण्डतर्फ, मोरोक्को, जसलाई अफ्रिकाको बलियो पर्खाल पनि भनिन्छ। यता मोरोक्कोको कुरा गर्दा उनीहरूको आत्मविश्वास पनि यतिखेर चरम सीमामा छ। राउन्ड अफ 32 मा नेदरल्यान्ड जस्तो अत्यन्तै बलियो टोलीलाई हराएपछि उनीहरूले एउटा विशाल मोमेन्टम बनाएका छन्। यस्तो ठूलो जितले ल्याउने ऊर्जा र जोश नै आजको खेलमा उनीहरूको सबैभन्दा ठूलो हतियार बन्न सक्छ। मोरोक्कोका मुख्य रणनीतिक शक्तिहरू साँच्चै नै लोभ लाग्दछन्। हाकिमीको गजबको गति, ब्राहिम डियासको सृजनात्मक खेल, सम्पूर्ण मिडफिल्डको नियन्त्रण र उनीहरूको अत्यन्तै कसिलो डिफेन्स। अहिलेको अवस्थामा मोरोक्कोलाई विश्व फुटबलकै सबैभन्दा अनुशासित टोलीमध्ये एक मानिन्छ र यी चारवटा स्तम्भहरू नै उनीहरूको सफलताको मुख्य आधार हुन्। यहाँनिर रणनीतिक रूपमा बुझ्नुपर्ने अर्को एउटा सूक्ष्म कुरा छ। यदि आजको खेलको गति सुस्त भयो र धेरै धैर्यताको आवश्यकता पर्यो भने त्यसले सिधै मोरोक्कोलाई फाइदा पुर्याउँछ। उनीहरू आफ्नो डिफेन्सलाई बलियो बनाएर विपक्षीलाई मज्जाले थकाउन र सही समयको पर्खाइमा खेल्न खप्पिस छन्। त्यसैले आज मैदानमा दुई बिल्कुलै फरक शैलीहरूको भिडन्त देख्न पाइने पक्का छ। एकातिर क्यानाडाको तीव्र गति र द्रुत काउन्टर अट्याक छ भने ठीक विपरीत अर्कोतिर मोरोक्कोको कडा अनुशासन र मिडफिल्डको पूर्ण नियन्त्रण छ। यो शैलीगत भिन्नताले नै आजको खेललाई एउटा अत्यन्तै रोचक रणनीतिक द्वन्द्वको रूपमा खडा गरिदिएको छ। अब कुरा गरौँ तेस्रो खण्डको, खेलका निर्णायक 30 मिनेट। आजको यो स्रोत विश्लेषणको मुटु नै यही हो। यो खेलमा सबैभन्दा निर्णायक तत्त्व भनेकै पहिलो गोल कसले गर्छ भन्ने कुरा हुनेछ। पहिलो गोल जसले हान्छ, बाँकी खेलको सम्पूर्ण रणनीतिक प्रवाह त्यसैले निर्देशित गर्नेछ। यसलाई यसरी बुझौं, 0 मिनेटबाट सुरु भएको खेलमा यदि पहिलो 15 मिनेटभित्रै क्यानाडाले गोल गरिहाल्यो भने खेल पूर्ण रूपमा खुल्नेछ र क्यानाडाको गतिको असली फाइदा देखिनेछ। तर यदि सोही समयमा मोरोक्कोले गोल गर्यो भने नि उनीहरूले खेलको गतिलाई पूरै आफ्नो नियन्त्रणमा लिनेछन् र क्यानाडाको आक्रामक शैलीलाई निसासिने अवस्थामा पुर्याइदिनेछन्। त्यसैले सुरुवाती 30 मिनेटको समय नै आजको खेलको सबैभन्दा महत्त्वपूर्ण र निर्णायक विन्डो हुनेछ। अब पालो आएको छ चौथो र अन्तिम खण्डको, अन्तिम नतिजाको अनुमान।
अन्तिम नतिजा के होला भनेर हेर्नु अघि एकपटक निर्णायक तत्त्वहरूलाई दाँजेर हेरौं। यो पक्कै पनि एउटा अत्यन्तै प्रतिस्पर्धात्मक भिडन्त हो। एकातिर क्यानाडासँग घरेलु मैदानको असीमित समर्थन छ भने अर्कोतिर मोरक्कोसँग वर्षौंको रक्षात्मक अनुभव र कडा अनुशासन छ। यी दुई बीचको सन्तुलन साँच्चै नै रोमाञ्चक छ। र स्रोतको रणनीतिक विश्लेषणले गरेको अन्तिम अनुमानित स्कोर हो 2-1। हो, विश्लेषणका अनुसार मोरक्कोले यो प्रतिस्पर्धामा 2-1 को गोल अन्तरले विजय हासिल गर्दै अगाडिको यात्रा तय गर्ने बलियो सम्भावना देखाइएको छ। तर विश्लेषणले अर्को एउटा वैकल्पिक परिदृश्य पनि प्रस्तुत गरेको छ। त्यो अनुसार 90 मिनेटको खेल 1-1 को बराबरीमा सकिन सक्छ र त्यसपछि अतिरिक्त समय वा पेनाल्टी सुटआउटको कठिन र हृदय विदारक बाटो हुँदै भए पनि मोरक्कोले नै क्वार्टर फाइनलको स्थान पक्का गर्ने सम्भावना बढिरहेको स्रोतको निष्कर्ष छ। तर यहाँनिर एउटा कुरा बिर्सनै हुँदैन। यही सबै रणनीतिक अनुमानहरू आफ्नो ठाउँमा छन्, तर यो त विश्वकप हो नि। विश्वकपको मञ्चमा एउटा सानो गल्ती वा एउटा सानो चमत्कारिक क्षणले मात्रै पनि पूरा खेलको कथा रातारात बदल्न सक्छ। फुटबलको यही अनिश्चितता नै त यसको सबैभन्दा ठूलो सौन्दर्य हो। अन्त्यमा एउटा प्रश्न दर्शकवृन्दका लागि। आजको खेलमा क्यानाडा अगाडि बढ्ला कि मोरक्को? कमेन्ट सेक्सनमा गएर कुन टोलीले जित्ला र फाइनल स्कोर के होला अनुमान गर्न नभुल्नुहोला है। यस्तै अन्य रोचक विश्वकप विश्लेषणहरूका लागि च्यानललाई लाइक र सब्स्क्राइब पनि गर्न अनुरोध गरिन्छ। यो विश्लेषणको अन्त्यसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को प्रस्तुतिमा फेरि भेट हुनेछ।